तपाईँ मनमा तपाईँ आफ्नो लागि मात्रै रियलाइज गर्नुहोस् कि संसारमा कसैको लागि तपाईँले नाम निकाल्नु पर्दैन। आफ्नो लागि मात्र नाम निकालिदिनुहोस् पुग्छ। तपाईँले पुगे सबैको लागि निकाल्नु पर्दैन। तपाईँको बुवा मम्मीको लागि निकाल्नु पर्दैन। बुवा मम्मीको त उमेर सिद्धि अब तपाईँले गरे पनि तपाईँले नयाँ नयाँ ल्याएर जिन्सको प्यान्ट यहाँ ग्रन्च भएको प्यान्ट ल्याइदिए बुवाले लाउनुहुन्छ। तपाईँले मम्मीलाई चाहिँ अब नयाँ नयाँ ल्याइदिउँ न ल कुदासँग मम्मीले त्यति लाउनु म रुचाउनुहुन्न। त्यही आफ्नो गुन्ने चोलो छँदैछ, साडी छँदैछ, आफ्नै जे छ त्यही एक्स्ट्रा तपाईँले किनेर ल्याएको त लाउनुहुन्न नि। उहाँहरूको एउटा त्यो फेजै सिद्धिसकेको हुन्छ कि उमेर चाहिँ त्यो रर्गा उमेर गइसकेको हुन्छ। आँखा अगाडि छोराछोरीले प्रगति गरोस् भन्ने आँखा हेर्दा खुसी हुन पाए हुन्थ्यो, त्यति हो। तर बाँच्नु पर्ने को, जिउनु पर्ने को? ल 80 70 75 वर्ष उमेर राख, 18 वर्ष ल 20 वर्षमा नाम निस्क्यो ल 55 वर्षसम्म जिन्दगी मोज हुन्छ। 55 वर्ष मोज गर्न चाहनुहुन्छ, तनाव रहित जिन्दगी बाँच्नुहुन्छ, करियर सक्सेस भएको मान्छे 55 वर्षसम्म तपाईँ खुसी हुन सक्नुहुन्छ। अहिले 18 देखि ल 18 वर्षका लागि मैले टार्गेट गरेँ, यो 25 सबैलाई यही हो है। ल 18 देखि 2 वर्षको जिन्दगी तपाईँले मऱ्यो भने सम्झेर पढ्न थाल्नु केही फरक पर्दैन कि त्यो 2 वर्ष। 2 वर्षको मेहनतले 55 वर्ष आनन्द, 55 त्यसपछि छँदैछ। 55 वर्ष दुःख पाउने कि 2 वर्ष दुःख पाउने?